UCL School of Pharmacyबाट मास्टर्स इन फार्मेसी गरेँ। म चाहिँ 17 इयर्सको एजदेखि बुट्समा काम गरिरहेको थिएँ एउटा हेल्थ केयर एसिस्टेन्टको रूपमा। त्यहाँ काम गरेर मलाई चाहिँ फार्मेसीको प्रोफेसन एकदमै मन पर्यो, त्यही भएर युनिभर्सिटीमा त्यही सब्जेक्ट चुज गरेँ मैले। युनिभर्सिटी हाम्रो 4 वर्षको मास्टर्स डिग्री हुन्छ, त्यसको पछि 1 इयर प्र्याक्टिकल ट्रेनिङ गरेपछि यो रोयल फार्मास्युटिकल सोसाइटी अफ ग्रेट ब्रिटेनको एक्जाम दिएँ, त्यसको पछि क्वालिफाइड फार्मासिस्ट भएँ। अरू बुट्समा चाहिँ रिलिफ फार्मासिस्टको काम गरेँ साउथ इस्ट लन्डनमा ग्रेनेड चार्ल्टन विलेजमा। त्यहाँबाट लिएको एक्सपिरियन्समा मलाई मार्केटमा ग्याप लाग्यो, हाम्रो नेपाली पेसेन्ट धेरै आउँथ्यो होइन फार्मेसीमा, उहाँहरूलाई पर्सनलाइज सर्भिस दिन पाइएन। बुट्समा काम गर्दाखेरि अब त्यो कोअपरेट कम्पनी हो, कोअपरेट कम्पनीमा अब रुल्स अनुसार चल्नुपर्छ, त्यही भएर चाहिँ यो मार्केटमा ग्याप देखेर फेरि आफ्नो प्रोफेसन र आफ्नो प्यासन भएको हुनाले मैले यो बिजनेस सुरु गरेको हो। हजुर, अब स्ट्रगल त हुन्छ, अहिले रिसेसनको टाइम छ होइन, अब 5 इयर्स जति त लाग्छ ब्रेक इभन पनि हुनलाई, तर हामीले फाइनेन्सियल रूपमा हेरेर खोलेकै होइन, हामीले चाहिँ अब हाम्रो कम्युनिटीबाट कति लिने होइन, अब हाम्रो कम्युनिटीलाई पनि दिन पऱ्यो केही योगदान हाम्रो तर्फबाट। अरू फेरि अब हाम्रो ओल्डर जेनेरेसनहरूलाई धेरै गाह्रो भइरहेको छ यहाँ, त्यही भएर हामीले यो प्रोफेसनमा गरेको। सुरुमा रिवार्ड्स नभए नि हामीलाई विश्वास छ लङ टर्ममा रिवार्ड्स हुन्छ, यो सामाजिक हिसाबले पनि पर्सनल हिसाबले पनि। हजुर, गाह्रो छ किनकि अब उहाँहरू अब यहाँ न्यू कन्ट्री भयो होइन, नयाँ देश भयो, उहाँलाई सबै कुरा उहाँहरूलाई थाहा छैन। NHSमा कति कुरा नि शुल्क पाइन्छ, के यहाँ सर्भिसेसहरू प्रोभाइड हुन्छ उहाँहरूलाई त्यति थाहा छैन होइन। डक्टरको लागि नि कुरिरहनुहुन्छ, धेरै बेर कुर्नुहुन्छ हस्पिटल अपोइन्टमेन्टको लागि, त्यति थाहा छैन उहाँलाई। त्यही पाइरहेको छु कि अब सम्झाउन चाहिँ गाह्रै छ, त्यही भएर हामीले आज ओपनिङ इभेन्ट राखेको छौँ, अब मान्छेलाई थाहा होस् हामी के सर्भिस प्रोभाइड गर्छौँ भनेर। अब मलाई लाग्छ कि अब मेन कुरा हामीले चाहिँ अब नेपाली कम्युनिटीलाई फोकस गरेका छौँ, जो आजसम्म कुनै फार्मेसी पनि गरेको छैन। अरू फेरि अब हाम्रो यस्तो राम्रो लोकेसन पनि छ, त्यही भएर हाम्रो युनिक सेलिङ पोइन्ट त्यही हो, जो हामी नेपालीमा प्रोभाइड गर्न सक्छौँ। नेपालीमा मात्रै होइन, हामीसँग मल्टी इन्टरनेसनल स्टाफ छ, अरू ल्याङ्ग्वेजहरू पनि हामी प्रोभाइड गर्न सक्छौँ। पर्सनलाइज सर्भिस, होम डेलिभरी, अब हामी एक्स्ट्रा माइल जान्छौँ जो सबैजना जाँदैन होला। अरू स्पेसली कोअपरेट कम्पनीमा मैले काम गरेको भएर मलाई थाहा छ, जस्तो कोअपरेसन कम्पनीले एक्स्ट्रा माइल जाँदैन जुन हामी जान सक्छौँ। भगवान को ओम स्वस्ति न इंद्र वृद्धस्रवा स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमि स्वस्ति नो बृहस्पतिर्ददातु नः। ओम शांति 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 भवतु। I'm very pleased that all of you could make it here this afternoon. And Neem Tree Pharmacy and the Willis Lake Pharmacy, the Connect group of companies, are very grateful for your presence here today. With all of your permission, I would like to say a few words in Nepali. Yo pharmacy को सुरुवात हामीहरूले चाहिँ झन्डै हामीले 2009 सालमा पहिलो फार्मेसी विलिसको पहिलो फार्मेसी आदिवुडमा नीम ट्री फार्मेसी भनेर उद्घाटन गरेको थियो। त्यसमा त्यस फार्मेसीको सफलतापछि तपाईहरुको सबैको सहयोगले गर्दा त्यो फार्मेसीको एउटा राम्रो सफलतापछि हामीहरूले चाहिँ यस विलिस क्षेत्रमा अर्को फार्मेसी आज उद्घाटन गर्न सफल भएका छौं। मुख्यतया यो फार्मेसीमा हामीले NHS को कन्ट्र्याक्टबाट नै सबै सुविधाहरू सेवाहरू प्रदान गर्छौं र मुख्य रूपमा अझ हजुरहरूलाई थाहा नै छ अहिले विलिज भनेको साउथ इस्ट लन्डनको एउटा नयाँ हब भएको छ, जहाँ चाहिँ विभिन्न क्षेत्र साउथ इस्ट लन्डनका विभिन्न क्षेत्रबाट विभिन्न कार्यको लागि आउने एउटा मुख्य टाउन सेन्टरको रूपमा डेभलप भएको छ। र गत केही वर्ष तपाईहरुलाई जानकारी भए अनुसार नै यस क्षेत्रमा एकदमै बाक्लो रूपमा हामी नेपालीहरुको पनि बस्ती हुँदै आइरहेको छ र त्यसमा पनि अत्यन्त महत्त्वपूर्ण
रूपमा हाम्रा बुबा आमाहरू जसले ब्रिटिस आर्मीमा पहिला बुबाहरूले सर्भ गर्नुभएको थियो, बुबाहरू अहिले उहाँको बसाइ साउथ इस्ट लन्डनमै धेरैको पनि भएको छ। र हामीहरूले चाहिँ एउटा के रियलाइज एउटा के अनुभव गरिरहेको थियो भन्दा जुन हिजो अस्ति हाम्रै परिवारका दाजुभाइ जसलाई केही अङ्ग्रेजी भाषाको समस्या थियो, जुन बेलामा भर्खरै नेपालबाट आउँदाखेरि चाहिँ म पनि एउटा विद्यार्थीको रूपमा जुन यो देशमा आउँदाखेरि चाहिँ यो देशको हेल्थ सुविधा कस्तो हो, कसरी लिन सकिन्छ, यो सम्बन्धी अनुभव अलिक कम भएको, जानकारी कम भएको एउटा त्यो खालको वातावरण थियो। र अझ पनि मुख्य रूपमा हाम्रा बुबा आमाहरू जुन अहिले रिटायर्ड पेन्सनर बुबा आमाहरू अहिले बेलायतमा साउथ इस्ट लन्डनमा आएर बस्नु भएको छ, उहाँहरूलाई चाहिँ अझ भाषाको कारणले गर्दाखेरि यहाँ प्राप्त सुविधाहरू, सरकारले दिएको निःशुल्क सुविधाहरू पनि यसलाई चाहिँ उपयोग गर्न जानकारी नभएर कति ठाउँमा दुःख पाइरहेको अथवा एउटा सुविधा राम्रो तरिकाले उपयोग गर्न नपाएको पनि स्थिति हामीले देखिरहेका थियौँ। यसै सन्दर्भमा हामीले चाहिँ यहाँको जुन प्राइमेरी ट्रस्ट केयरहरूसँग एप्लिकेसन राखेर यसको फार्मेसीको जुन आवश्यकतालाई हामीले चाहिँ जस्टिफाई गरेर चाहिँ यो फार्मेसीलाई हामीले यसको लाइसेन्स प्राप्त गर्न हामी सफल भयौँ। र अहिले रिसेन्टली यो फार्मेसी झन्डै 2 हप्ता अगाडिदेखि चाहिँ यहाँ सञ्चालनमा हुन आएको छ। र यी फार्मेसीमा मुख्य रूपमा चाहिँ प्रत्येक यस फार्मेसीमा साथसाथै हाम्रो आगिमा भएको फार्मेसीमा पनि नेपाली भाषामा विशेष रूपमा जुन भाषाको समस्या भएका बुबा आमा तथा दाजुभाइहरूलाई केही खालको भाषाको समस्या छ भने आफ्नै भाषामा आफ्नो हेल्थको समस्या, आफ्नो स्वास्थ्यको समस्याहरू उहाँले भन्न सक्नुहुनेछ। र त्यसलाई चाहिँ नेपाली भाषामै हाम्रा यस फार्मेसीका कर्मचारीहरू र यहाँको फार्मासिस्टहरूले उहाँलाई आफ्नै भाषामा यसको सबै सुविधा, यसको के हो, यसको कुरा, औषधि कस्तो खालको लिनुपर्छ अथवा कुन औषधिको साइड इफेक्ट के हुनसक्छ र विभिन्न डिस्पेन्सिङ कार्यहरू पनि उहाँले आफ्नै भाषामा अब नेपाली भाषामै दिन सक्ने एउटा स्थिति आएको छ। And we say to local people, what do you want? What do you want to live in a good community? They want good schools, they want good transport links, they want to be able to park, all those things. But one of the things that people always say is, I want a pharmacy which is near to where I live and which is accessible. And when they don't have that, they've got children or they've got elderly relatives and they find it's a big strain on them when they have to go a long way to collect their prescriptions or actually to seek advice, because a lot of people do go to the pharmacy to seek advice. So that's the first reason why, when I read all the, and this has been like a health seminar here today, but when I read all the literature, I could see that with the extended opening hours and with all the services, that this was going to be a pharmacy that was going to meet the needs of the community. The second reason is because, I'm sure you know, I have a deep respect for the Nepalese community, the entrepreneurial spirit, and the way that you spot a niche and you see and you respond, and the talent that you bring to our borough. We're a multicultural borough. So that was the second reason. And the third reason, which some people know about me, is because I have a deep commitment to particularly the retired Gurkha community. Because if English is your second language and you are trying to explain a medical condition, it's very difficult. And you might make a mistake because your English isn't sophisticated enough and you're not getting the treatment that you need. So when I was made a promise that Nepali would be spoken in this pharmacy, and so that the retired Gurkha community could seek the medical advice that it needed and have a good response either by telephone or in person, I knew that in part I was paying back a debt of gratitude which my family have always had to the Gurkha community, which I think the Gurkhas know. So it was my small way of repaying a debt of gratitude
that we have for the Gurkha community and the service that they've given to our families, particularly my father during the Second World War. So that was the third reason. I was very pleased to hear about all these things, and I'm very pleased it was in Nepalese so everybody could understand it, and I wish you success in your venture. Yes. यो दोस्रो मलाई भनेअनुसार दोस्रो फार्मेसी भएको हुनाले यो फार्मेसीको अनुभवमा बधाई दिँदै उहाँहरूलाई यसको सफलताको कामना गर्न चाहन्छु। वास्तवमा मलाई निकै खुसी लागेको छ, किन भन्दाखेरि उहाँहरूले हाम्रै कम्युनिटीलाई, तपाईँहरूलाई खास गरिकन ब्रिटिस गोर्खाहरूको यहाँ बस्नुहुन्छ त्यो धेरै हुनुहुन्छ र उहाँहरूलाई नै फोकस गरेर चाहिँ त्यो व्यवसायमा हात हाल्नु भएको छ। त्यो वास्तवमा खुसीको कुरो हो र त्यो एउटा यो फार्मेसी भनेको एउटा सेवा पनि हो, सेवामूलक पनि हो। त्यसले गर्दाखेरि त्यसले चाहिँ त्यस मार्फत उहाँहरूले एउटा सेवा र चाहिँ आफ्नो व्यवसायको दुवै हिसाबले अगाडि बढे जस्तो लाग्छ। त्यसले तपाईँहरूलाई चाहिँ धेरै हिसाबले सहयोग पुग्नेछ, किन भन्दाखेरि अहिले भर्खर पनि उहाँहरूले जुन जानकारीहरू गराउनु हो, यहाँ हामी अर्को भनौँ न विदेशमा आएका छौँ, धेरै कुराहरू हामीलाई यहाँको सिस्टम थाहा छैन। हामी जहाँ हुर्क्यौँ त्यहीँको मात्र सिस्टम थाहा हुन्छ। अनि विदेशको बारेमा धेरै कुराहरू जानकारी पनि हुँदैन, होइन, धेरै कुरो थाहा पनि हुँदैन, सोध्न पनि धेरै थाहा हुँदैन। त्यस कारण वास्तवमा तपाईँहरूलाई चाहिँ यो फार्मेसीले धेरै सहयोग गर्नेछ। आदरणीय सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू, अभियसली मिडिया पर्सन आइम पगदार, वास्तवमा हामी पहिलो जेनेरेसनको नेपाली बाहिर बस्दै गर्दा विभिन्न च्यालेन्जहरू छ। यो च्यालेन्जहरूका बावजुद पनि जसरी नेपाली समाज, नेपाली सोसाइटी, नेपाली व्यवसायहरू अगाडि बढिरहेको छ, यो हाम्रो अत्यन्त खुसीको कुरा हो। पक्कै पनि पहिलो जेनेरेसनमा अगाडि बढ्दै गर्दा समस्याहरू हुन्छन्, तर ती समस्याहरूसँग पनि च्यालेन्ज गरेर जुन नेपालले एउटा बेलायतमा स्थान बनाएको छ, गोर्खाको कारणले होस् अथवा विभिन्न अरू कारणले होस्, हाम्रो एउटा शिर उच्च राख्ने भनेको के हो भने हामी इमान्दार छौँ, हामी सक्षमसँग काम गर्न सक्छौँ। हाम्रो जुनसुकै वर्ल्डमा गए पनि वीर नेपाली, वीर गोर्खाली र एउटा इमान्दार नेपाली भनेर चिनिने जुन वातावरण भएको छ, यसैको फलस्वरूप आज कर्णेल बर्दर र स्पेसल्ली हाम्रो सुभाषजीको पनि यसमा मेन भूमिका छ जस्तो लाग्छ मलाई, किनभने उहाँ चाहिँ आफै पनि नर्सेस डाक्टर जस्तो मलाई लाग्छ। र जुन अहिले दोस्रो एउटा निम ट्रीको सुरुवात भएको छ, यो पक्कै पनि हाम्रा आदरणीय बुवाहरूको लागि पनि यो एउटा कोसेढुङ्गा साबित हुनेछ। साथै सम्पूर्ण नेपाली जनमानसमा यसले धेरै नै मद्दत गर्नेछ र यसको लागि पनि म फेरि पनि मेरो व्यक्तिगत तर्फबाट समस्त बेलायतवासी आनन्दको तर्फबाट यहाँलाई बधाई दिन चाहन्छु। Nice to see that she has done such a wonderful job, and I was very pleased to hear all these activities, which is very much in my heart. I know many things about pharmacies, not only because I'm a GP, but also I know how much they learn in their school. They work very hard. Actually, it's very comparable studies, the course they do. They have enormous knowledge when they go to the school. So that, what I feel is, the National Service has underused the pharmacy service and overused the accident emergency service, which is creating a lot of problems. As you all know, the last 2-3 days, the government is going to spend £500 million in the next 2-3 years to help the accident emergency to cope with the demand. Actually, what is happening is because the pharmacists are underused, they have so much of talent. They can do so many things. As they mentioned here, like, for example, smoking cessation. For example, alcohol, the community's role in prevention of alcohol. The pharmacists can do so many things because the pharmacists are the first point of contact. They can deal with many problems. They are well qualified, well experienced. Health is, as it is defined, is not mere absence of disease. It is the physical, mental, and social well-being. And the pharmacists are the first people in contact, and they can direct which way you should go, what you should do. But this has not been properly utilized. That's why I say the pharmacy service is underutilized.
I think in such a short period of time, they have really begun to make an enormous contribution, not only to Woolwich, but to London and the UK generally. And the contribution, I think, is so positive that in a few years' time, we're all going to be totally thankful for the fact that Woolwich is blessed by having such a strong Nepalese presence in this. And Greenwich Borough as a whole is a huge contribution. And I think also everyone appreciates the fact that the Gurkha community has contributed to Britain. And